नमस्कार दाजु। नमस्कार नमस्कार। हामी विदेश भूमिमा दाजुभाइ भेट भयो, धेरै खुसी लाग्यो। हामीले यहाँ विदेशमा यसरी पसिना बगाइरहेका छौँ दाइ। यहाँ 45 डिग्रीको घाममा 48 डिग्रीको घाममा अनि हाम्रो लागि कसले सोचिदिने हो त? नेपालमा चाहिँ अहिले बालेन्साले होइन हजुर सुकुम्बासीलाई चाहिँ हटाएर वास्तविकता सुकुम्बासी चाहिँ ल्याएर वास्तवमा सुकुम्बासीलाई चाहिँ घर जग्गा भनौँ जग्गा वितरण गर्ने भनेको छ। त्यही राम्रै कुरो हो, त्यही पनि हुनुपर्छ। वास्तविकमा छानबिन हुनुपर्छ, को ओरिजिनल सुकुम्बासी हो, कोही सक्कली हो, को नक्कली हो, त्यही हेरविचार गरेर अनि मात्रै भत्काउनुपर्छ। जो सक्कली हो उसलाई चाहिँ ठाउँ मिलाइदिनुपर्छ, जो नक्कली हो उसलाई हटाइदिनुपर्छ। अनि प्लस अझै सुन्नुहोस्, हामीले यति मान्छे सबै विदेशमा आएर यस्तो घाममा मरिमरि काम गर्ने, हामीलाई रोजगारको कुरो खै कसले निकाल्छ? यता कटौँ दाजु, पहिला बाटो यता कटौँ। अनि तपाईँ चाहिँ के लाग्छ दाइ, बालेनले राम्रै काम गरिरहेछ? राम्रै गरेछ, त्यससँग सौकात छैन, पहिले रोजगार हुनुपर्छ। हजुर ए भनेपछि हाम्रो सबभन्दा ठुलो मुद्दा हो नेपालमा के रोजगार छ। हामी अब कति वर्षसम्म खाडी मुलुकमा यस्तोमा टिक्न सक्छौँ त? यस्तो घाममा हो, सही हो। हामीलाई रोजगार चाहियो हो, कुरा सही हो। ल दाजु छिटो बाटो काटौँ त, गाडी आउँदैछ। होइन त भाइ, यो रोजगार कसलाई चाहिएन? अब हामीले रोजगार ती भेट्दाखेरि हामी अर्काको देशमा किन लात जुत्ता खानु आउनु त यस्तो घाममा? हजुर हजुर। अनि हामीले सबै नेपालीले, हामी युवाहरूले बालनले धेरै आश गरेको छौँ। नेपालमा अलिकति थोरै मात्रा, सबैले नभए पनि होइन 30%लाई पनि रोजगार, युवाले रोजगार पाउने राम्रो हुने। त्यही रोजगारको सिर्जना गर्नुपर्छ। कहाँबाट हुन्छ, कसरी हुन्छ, त्यो चाहिँ उहाँको जिम्मेवारी हो। उहाँलाई रोजगार खोजेर हामीलाई दिनुपर्छ। अच्छा हो, त्यो हो कि। तर सरकारले, बालन सरकारले त अहिलेसम्म युवाहरूको बारेमा, विदेशीको बारेमा केही कुरा पनि गरेको के विदेश कति वर्षसम्म? अब अस्ति अब ऊ साउदीवाला निकाल्दैछ, उहाँको लोकल मान्छेलाई उसले भन्छ म जागिर दिन्छु, म बाहिरको मान्छे राख्दिनँ। भोलि पर्सि गएर 2 वर्ष 10 वर्षमा भन्छ सबैलाई म निकाल्छु भने के गर्ने त? हामी कुन देश जाने? सही हो दाइ, तर मलाई पनि लाग्छ अब नेपालमा केही हुन्छ जस्तो लागेको छ। तर बालनले त अर्कै बाटो रोज्यो। अहिले काठमाडौँतिरै अब सुकुम्बासी बस्ती हटाउने, डोजर लाउने, अब धोबी खोलाको अहिले 5 तारे होटलको बिल्डिङ पनि अब डोजर लाउने कुरा छ। राम्रै गरेर होला नि दाजु नि? अब जुन कानुनभन्दा बाहिर छ त्यसलाई भत्काउँदा राम्रै हो। जुन छैन भने अब के भन्नु? ठिकै छ। त कानुनको दायरामा जानुपर्छ सबैलाई, कानुनलाई मान्नु पनि पर्छ। मैले भन्न खोजेको थिएँ। तर रोजगार चाहिँ नेपालमा हामी युवाहरूलाई चाहिन्छ। अनि बालनको त चारैतिर प्रशंसा भइरहेछ अहिले। तपाईँले चाहिँ कति प्रशंसा गरिराख्नु भएको छ? अब के प्रशंसा? जब रोजगार दिन्छ अनि मात्रै प्रशंसा गर्ने। ल ठिकै छ, आउँदो दिनमा बालन सरले अझै राम्रो गर्दै जाओस् दाइ होइन। धेरै खुसी लाग्यो 2 शब्द राखिदिएकोमा।